हेलो गाइज, हजुरहरूले स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले कस्तो भिडियो लिएर आएको छु देख्न सक्नुहुन्छ साथीहरू। आज चाहिँ माछा लिएर आएको कि साथीहरू, अनि माछा पानी परिरहेको थियो, माछा खाने मन लागेको थियो कि, अनि माछा लिएर आयो। अनि सब्जीहरू पनि लिएर जाउँ न भनेर सब्जीहरू पनि लिएर आएको साथीहरू। डल्ले खुर्सानी पायो, डल्ले खुर्सानी लिएर आयो। अनि यो कुरकुरे चिप्स चाहिँ एकदम मनपर्छ, मेरो फेभरेट हो। अरू चिप्स भन्दा मलाई चाहिँ यो कुरकुरे एकदमै मनपर्छ, अनि लिएर आएको साथीहरू खाँदै आएको छु। हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु होला। हेलो गाइज, आज चाहिँ हामीले के खाँदैछौँ खाजामा देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ मेरो छोराले ब्लग बनाउँदैछ साथीहरू, अनि यहाँनिर चाहिँ मैले बनाउँदैछु। अनि चाहिँ म चाहिँ दुध हालेको चाहिँ खाँदैन कि साथीहरू, अनि कालो चाहिँ खान्छु। तिमी नुहाएको मान्छे आज हेर्नु न कस्तो भएको छ, हेर्नु साथीहरू। मेरो छोरा आज नुहाएको पुरै कालै साथीहरू। अब चाहिँ हामी खाना खाँदैछौँ। अदुवा राखेको त मिठो भएछ अदुवा। बाहिर पानी पर्छ साथीहरू, अनि हामी चाहिँ धेरै ठुलो पानी बसेको थियो, अनि त्यही भएर हामी चाहिँ मिठो भएको थियो अदुवा राखेको। बोला किती हो बोलतो परत तिकडे बोल. Nggak mau kalian dekati semua. Ada. Lanjut ini. Menurut kau, mau kan mau jadi tapi minum. Apa tuh jangan saja lupa info di belakang, kisah hanya tahu. Kisah itu dari sana. Satu minit berapa pun? Saya. Kita atau berhalakin ya? Oh iya, orang fugar kan juga. Fugar kan juga. Timur bulan mana? Timur mana berada? Ay? Tanggal di kita anu nih. Jangan tak. Tapi mulai dari aku nih kan. Macam terlahan semua. Hadir di sana hadir di sana. Macam terlalu sih hadir hal. Tidak ada dia. Jadi tak ada. मेरो पनि कति बेला नखाए lapor ini ada gue bakal nanti आज चाहिँ हामीले माछा लिएर आएको छौँ, देख्न सक्नुहुन्छ। हामी चाहिँ आज चाहिँ फ्राई गरेर माछा खाने। बडी देख्न सक्नुहुन्छ, यो बडी चाहिँ हाम्रो गाउँमा एकदमै धेरै हुन्थ्यो, अनि बडी पनि ल्याएको छ। काँक्राटी चाहिँ हाम्रो काँक्रा पनि एकदमै धेरै हुन्छ साथीहरू। अनि यहाँ यसलाई चाहिँ के खोर्सानी, डल्ले खोर्सानी, धनियाँ, यो चाहिँ मलाई एकदमै सकिसकेको छ, यति मात्रै छ। हेलो साथीहरू, म चाहिँ काँक्रा खाँदैछु, नुन खुर्सानी अनि टिमुर मिसाएको। मिठो छ भन्ने पनि कस्तो छ? मिठो। कति मिठो के छ? यो चाहिँ फ्राई गरेको माछा, अनि यो चाहिँ झोल लागेको माछा साथीहरू देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ प्रिन्सले ब्लग बनाउँदैछ, हामी चाहिँ खाना खान लागेको। यो चाहिँ काँक्रा साथीहरू, हामी चाहिँ माछा खाँदैछौँ, देख्न सक्नुहुन्छ। अब चाहिँ खाना खान लागेको
यहाँ चाहिँ झोल राखेको माछा छ अनि यहाँ चाहिँ फ्राई गरेको माछा जस्तो लाग्छ। साथीहरू हजुरहरूलाई फर्सीको मुन्टा मनपर्छ कि नै? मलाई चाहिँ एकदमै मनपर्छ अनि फर्सीको मुन्टा लिएर आएँ। हाम्रो भिडियो चाहिँ हजुरहरूलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। आजलाई चाहिँ यति नै, अर्को भिडियोमा पक्कै पनि भेट्नु नै छ साथीहरू।